नचाउ न सर्प सर्प नाचेन त नि नमस्कार है तपाईले मेरो हातमा चाहिँ देखिराख्नु भएको छ यसलाई नेपालीमा गोमन सर्प इंग्लिशमा स्पेक्टिकल कोब्रा र गाउँघरमा चाहिँ नाग भनेर यसलाई पूजा गरिन्छ र उहाँले चाहिँ यो सर्पलाई चाहिँ डुलाएर एक खालको उहाँले चाहिँ आफ्नो पेट पाल्नको लागि परिवार पाल्नको लागि हैन उहाँले त्यसरी गरेर हिँड्नुहुन्छ भने कति ठाउँमा चाहिँ दमकमा हिजोअस्ति भर्खरै दमकमा चाहिँ मैले भेटाएको पनि छु लाइभ यो सर्पले चाहिँ टोक्यो भने चाहिँ तपाईहरु हस्पिटल जानु पर्दैन यो जडीबुटी यो चाहिँ तपाईले राख्नु भयो भने यसले खानु भयो भने चाहिँ तपाईहरु हस्पिटल जानु पर्दैन भनेर भन्नुहुन्छ तर उहाँहरुको चाहिँ त्यो एक खालको भ्रम एक खालको गलत हो उहाँहरुलाई त थाहा छ त्यसले मान्छे बच्दैन त्यसले चाहिँ सर्प घरमा आउँछ भन्ने थाहा छ तर पनि उहाँहरुले चाहिँ एक खालको चाहिँ मान्छेलाई हैन अन्धविश्वास फैलाइरहेको हुन्छ र त्यहाँनिर चाहिँ एउटा सर्पको मडी भनेर सर्पको मडी कहीँ पनि पाउँदैन र हुँदैन पनि हामीले सिरियलतिर फिल्मतिर देख्न सक्छौं त्यो एउटा बनावटी मडी हो र सर्पको मडी कहीँ पनि पाउँदैन धेरै मान्छेले मैले देख्ने गर्छु दुईटा सर्प जोडिरहेको बेला चाहिँ लगेर त्यो कपडाहरु के फाल्नुहुन्छ त्यो गर्दाखेरि मडी आउँछ भन्नुहुन्छ त्यो पनि गलत हो र विषालु सर्प त्यहाँ देखाएर चाहिँ उहाँहरुले चाहिँ मडी भनेर एउटा सानो काठको टुक्रा या ढुङ्गाको टुक्रालाई चाहिँ हजारौं रुपैयाँमा 80,000 मा बेच्नु भएको थियो मेरो आँखा अगाडि र मैले चाहिँ त्यहाँ पुग्दाखेरि उहाँहरुले चाहिँ म सर्प उद्धारकर्ता हो भनेर भनिसके पछाडी चाहिँ उहाँहरुले पैसा फिर्ता दिनुभयो र त्यो मडी पनि उहाँहरुले लिनुभयो यहाँ तपाईलाई थोरै देखाउन चाहन्छु म यसको टाउकोमा चाहिँ घाउ पनि छ दाजु हेर्नु त टाउकोमा घाउ छ यो चाहिँ के हुन्छ भने यिनीहरुले समाउँछ लट्ठीले थिचेर यताउता गरेर समाउँछ समाइसके पछाडी ब्लेडले यसको टाउकोमा चिर्छ चिरेर चाहिँ तपाईको एउटा सानो ढुङ्गा काठको टुक्राहरु केही तपाईको कलर गरेर हाल्दिन्छ हालेपछि तपाईको 1 महिनादेखि 15-20 दिनसम्म राखेपछि चाहिँ रिकभर हुन्छ निको हुन्छ घाउ निको हुन्छ अनि हजुर निको भएपछि ढुङ्गा त त्यही रह्यो अनि त्यहाँदेखि उनीहरुले चाहिँ यस्तै धेरै मान्छेको बीचमा गएर सर्पको मडी तपाईहरुलाई म दिन्छु भनेर अब तपाईलाई नै यहाँ चाहिँ अहिले यो घाउ निको भइसकेपछि निकालेर दिएपछि रात त चाहिँ मडी नै भएन कति मान्छेहरुलाई विश्वास हुन्छ तर उहाँहरुले चाहिँ हजारौं रुपैयाँमा लाखौं रुपैयाँमा बेच्नुहुन्छ त्यसलाई त्यो गर्नुहुन्छ त्यो एउटा गलत हो भन्नको मतलब सर्प चाहिँ कुनै पनि जादु मन्त्र जडीबुटी तन्त्र मन्त्रले चाहिँ सर्पहरु हामीले समाउँदैनौं पनि र उनीहरुले समाउने सर्पमा उनीहरुले डुलाउने सर्पमा विष पनि निकालिएको हुन्छ र दाँत पनि भाँचिएको हुन्छ र हामीले उद्धार गर्ने दाँत भाँचेको छ दाइ यस्तो हुन्छ दाँत त भाँचेको हुन्छ तर पनि 15-20 दिन मा चाहिँ पलाइरहेको हुन्छ क्या अनि कति यिनीहरुले चाहिँ देखाउने क्रममा त्यो खेलाची गर्दा गर्दै टोकेर पनि कति डेड भएको छ तर यसको चाहिँ 15-20 दिन 50 दिन 30 दिनमा चाहिँ दाँतहरु रिकभर भइरहेको हुन्छ हजुर आइरक्छ अनि यसको 20 थैली चाहिँ यिनीहरुले निकालेको हुन्छ क्या 15-20 दिन अनि 1 महिनादेखि कति दिनसम्म 20 लाग्दैन त्यस्तो हुन्छ र यसलाई चाहिँ अब यिनीहरुले यतिकै डुलाइराख्दाखेरि हैन ठीक छ मैले अघि निकालेको छु यिनीहरुले डुलाइराख्दाखेरि चाहिँ यो सर्प 2 महिनादेखि 3 महिनाको बीचमा चाहिँ मर्छ क्या डुलाइराख्दाखेरि केही खानु पाउँदैन अब यतिकै हामीले चाहिँ यिनीहरुलाई खोसेर लाँदाखेरि हुन त उनीहरु अब खुसी त हुँदैन र पनि यसलाई चाहिँ लगेर जंगल लगेर छोड्दाखेरि यो बाँचो हैन यसको चाहिँ नयाँ जीवन सुरु भयो त्यही हो टोक्दैन यहाँ हेर्नु न तपाईहरुले टाउकोमा पुरै घाउ छ मैले झुट बोलेको हो त